हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ धेरै दिनदेखि सोच्दै थिएँ है, म चाहिँ लाभादेखि 10 किलोमिटर जति टाढोमा रहेको यो फोक्टेल नामको गेस्ट हाउसमा जाने चाहिँ धेरै अस्तिदेखि सोचिरहेको थिएँ है। यसमा चाहिँ धेरै राम्रो छ भनेको सुनेर हाम्रो अफिसरहरूले पनि सबैले बुकिङ यहीँ गर्छ र मैले पनि धेरैपल्ट यहाँनिर बुकिङ दिएको थिएँ, तर खालि फोनबाट है अनलाइन बुकिङ आउनु चाहिँ सकेको थिएन। र आज चाहिँ भाग्यवश आज चाहिँ फोक्टेलमा फाइनली म चाहिँ पुगेँ है। फोक्टेल गेस्ट हाउसमा। फोक्टेल गेस्ट हाउस चाहिँ एकदमै राम्रो रहेछ है। यहाँनिर लाभादेखि म पूर्ण रूपले तपाईँलाई फोक्टेल गेस्ट हाउसको भिडियो बनाएर देखाउने छु। एकदमै राम्रो जग्गामा रहेछ है फोक्टेल गेस्ट हाउस। एकदमै निट एन्ड क्लिन रहेछ है। यस्तो एकदम बस्ने जग्गा फोक्टेल गेस्ट हाउसमा यस्तो रहेछ साथीहरू। एकदम दामी रहेछ बस्ने जग्गाहरू, स्विमिङहरू है। एकदमै यहाँनिर गोपाल भेनाले भिडियो बनाउँदैछ है। दामी एकदमै दामी रहेछ यहाँ फोक्टेल गेस्ट हाउस। एकदमै बस्ने जग्गा है, बेलुका बस्ने जग्गाहरू रहेछ। एकदमै दामी रहेछ साथीहरू। कहिलेकाहीँ टाइम निकालेर अनलाइन बुकिङ गरेर तपाईँहरू आउनुहोस् है। एकदम बस्ने जग्गाहरू यहाँनिर स्विमिङहरू पनि रहेछ सबै। दामी रहेछ एकदमै। आज चाहिँ राम्रोसँगले फोक्टेल घुमाइ भए साथीहरू। यस्तो रहेछ साथीहरू, घुम्न आउनुहोस् है फोक्टेल। सिर्फ लाभादेखि 10 किलोमिटर हो। एकदमै दामी